हेलो एभ्रिवान दर्शन नमस्ते के चलिएर मेरो युट्युब साथीहरू सबैजना सन्चै अनि कुशलै होला। म पनि सन्चै अनि कुशलै छु। न्यू डे न्यू भिडियो अनि न्यू ब्लगमा तपाईहरु सबैलाई स्वागत छ। अहिले चाहिँ म फिलहाल फाइनली नेपालमा छु। यस्टरडे नाइट मात्रै म नेपालभित्र पसेको, तर अब आउँदै गरेको भिडियोहरू बनाएन किनभने चाहिँ म लेट भएको कारणले गर्दा मैले भिडियोहरू सुट गर्न मिलेन, टाइम पाइनँ। अहिले चाहिँ फिलहाल म पत्रीमा छु अनि आजदेखि फेरि पनि भिडियो अपलोड हुनेछ किनभने चाहिँ आज पत्रीमा आजको हाम्रो आफ्टरनुन इभिनिङको टाइममा बस छ काठमाडौँ। सो गाइस मेरो फर्स्ट टाइम भिजिट हो काठमाडौँ, त्यो भएको कारणले गर्दा पाट गरेर भिडियोहरू बनाएर म हाल्नेछु। रमाइलो हुनेछ, म तपाईँहरूलाई देखाउने छु काठमाडौँको नजाराहरू। पहिला चाहिँ पत्रीमा छु, पत्री अझै अहिले चाहिँ हामी बजार जाँदैछ होइन, पत्री बजार। किनभने चाहिँ एक दुईवटा केही कुराहरू भेट्यो भने, राम्रो कुराहरू भेट्यो भने चाहिँ किन्ने भनेर, त्यो भएको कारणले गर्दा पत्री बजार घुम्न जाँदैछु। तपाईँलाई देखाउने छु पत्री बजारको नजाराहरू। पहिला नै मैले अलरेडी देखाइसकेको छु, तर कतिवटा जग्गा मैले देखाएको छुइनँ। त्यो भएको कारणले गर्दा आज फेरि पनि राम्रो भिडियोहरू आउनेछ। सो प्लिज बी कन्टिन्यू, इन्जोय गर्नेछौँ। लेट्स स्टार्ट गरौँ है त भिडियो राइट नाउ। राइट गाइज फाइनली हामी चाहिँ अहिले चाहिँ बजारमा आइपुग्यो। सो पत्री बजार चाहिँ यस्तो छ है, यसै मेन बजारहरू जति पनि छ नि सबै बजारहरू। किनभने चाहिँ एक दुईवटा सामान किन्नु थियो। यो दोकान कि यो दोकान यता यो दोकानमा पस्दैछौँ अनि पत्री बजार सो पत्री बजारमा छौँ अहिले चाहिँ फिलहाल। किनभने चाहिँ यो मार्केट चाहिँ पुरानो मार्केट हो नि त। त्यो भएको के अरे भाइ, तिम्रो नाम के अरे? मेरो नाम मिङङ हो दाइ। मिङङ के अरे? इङङ। कहाँ हो ब्लगको नाम के हो घर यो पत्र यता बजार हो? अंकल तपाईको ब्लगको नाम के हो? तिमी के थरी हो? म लिम्बू हो। लिम्बू हो? सुँगुर मासु खान्छौ? खाँदिनँ। खाँदैनौ? म कुखुराको खान्छु। कुखुरा खान्छौ? कुन चाहिँ कुखुरा खान्छौ? पोल्ट्री लोकल लोकल मनपर्छ? मनपर्छ। अंकल तपाईको युट्युब च्यानलको नाम के हो? हामी सब्स्क्राइब गरिदिन्छु। जेआर साम्पाङ। जेआर साम्पाङ। यो हाम्रो भिडियो पनि आइदिनु ल हेलो गाइस, सबैलाई के त देखाउ त उनीहरूलाई पनि त। हेलो सबैले हाम्रो अंकलको भिडियोमा लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु न। कहाँ हो घरहरू नामहरू भनिदिनु। हाम्रो चाहिँ पत्ती, म चाहिँ परिसा बराइली, म चाहिँ 4 क्लासमा पढ्छु। मेरो नाम चाहिँ युमी तामाङ। सबै अंकलसँग कमेन्ट गरिदिनु। उसै दुईजना साथी हो? यो सबै चारजना साथी। तिमी र उसै मिल्दो रहेछ नि अलिअलि। यो रहेछ। ल फिलहाल सामान चाहिँ किन्यो। मेन त उसको लागि हो, बुहारीको लागि। त्यो भएको कारणले गर्दा एक दुईवटा सामान किन्यो उसको चाहिँ। राइट गाइस अहिले चाहिँ जाँदैछौँ हामी दमक मोरा भान्जा। किनभने भान्जाको चाहिँ आज मर्मती हुन्छ। सो गाइस आज जाँदैछ दमकतिर। दमक गएर के किन्दै अरे भान्जा? भान्जा अब मसँग हामीसँग जान्छ नि त गाइडको लागि काठमाडौँ। सो आज चाहिँ भान्जा अलिक तात्तिन्छ अरे, त्यो भएको कारणले गर्दा दमक जाँदैछ। अघि पत्री बजार हल्का देखाइहालेँ तपाईँलाई, अब चाहिँ दमक हल्का देखाउने छु। किनभने दमक प्रायः इन्डियाको पब्लिकहरूले थाहा छ नि त सबैलाई। अनि अब चाहिँ जाँदैछु दमकको नजारा देखाउने छु। अहिले चाहिँ छौँ हामी सिटी सफारी होइन, हामी चाहिँ भन्छौँ इन्डियामा सुलसुले, त्यस्तै यहाँ चाहिँ नेपालमा सिटी सफारी भन्छ। त्यसमा जाँदैछौँ हामी पूर्व बस स्ट्यान्ड। राइट गाइस फाइनली आयो भान्जाको जुत्ता किन्नुको लागि। जुत्ता किन्दाखेरि आफूलाई पनि एउटा मन पऱ्यो। सो जुत्ता चाहिँ कुन हो? यो जुत्ता होइन, एउटा यो छ हाफ मार्टिन सू होइन, अनि एउटा बानिसलाई चाहिँ यो मन पऱ्यो तर दामी रहेछ, दामी छ। यो चाहिँ एउटा दामी छ। सो कहाँ पाउँछ भन्दाखेरि चाहिँ दमक तपाईँ आएर जेडर्स सुमा पाउँदो रहेछ। जति पनि भिडियो हेर्नेहरूले त प्रायः जस्तो अब लोकेसन थाहा छैन होला, यो त दमक हो होइन। प्रायः जस्तो हामी त मेरो भ्युवर्सहरू सबै प्रायः इन्डियाको छ अन्त कहाँ हुन्छ। सो गाइस इन्डियाबाट कसैलाई मन पऱ्यो भने चाहिँ सम्पर्क भान्जालाई गर्दा हुन्छ। यहाँ भान्जा भन्थ्यो
भान्जा डिलर हो भान्जाले लिएर आएको सो गाइस अब लिने प्राइजहरू कस्तो के हो दामी छ राम्रो छ 1 इयरको वारेन्टी नै भन्दा पनि हुन्छ राम्रो दिँदैछ सो गाइस भेटौँ है त एकछिनमा ल स्ट्रिम है यो स्ट्रिम चाहिँ एनर्जी ड्रिङ्क हो फ्रम नेपालको म्यानुफ्याक्चर यस्तो हुन्छ सायद इन्डियामा पनि पाउँछ होला स्ट्रिम तर यस्तो चाहिँ छैन होला यो चाहिँ नेपालमै बनिएको दामी छ क्वालिटी वाइज 120 रुपियाँ नेपाली करेन्सी अनि नेपाली करेन्सी 120 भनेपछि झन्डै इन्डियाको 70 to 80 रुपिस एनर्जी ड्रिङ्क ल है त गाइस दम्मकको प्लेसेसहरू यस्तो छ है यसै हल्का भित्र हामी त्यो चाहिँ दोकान गएको थियो अलिक भित्रै रहेछ नि त ल है साथीहरू आइपुगे दम्मकको जग्गा लोकेसन यस्तो छ अनि बस पार्क हामीलाई जानु छ वहाँ पर अझै पर छ जानुपर्ने हामी चाहिँ आज चाहिँ हावा खाँदै हिँड्दिउँ न भनेर चाहिँ भान्जा र म हिँडिदिएको किनभने चाहिँ यहाँनिर चाहिँ चढेर उत्रे कि त 30 रुपियाँ सुलसुलेमा चढेर उत्रे कि त 30 रुपियाँ लिन्छ सो दुईजनाको 60 रुपियाँ छेउमा छ भने चाहिँ नेपाल आउँदैछ नेपालमा घुम्नु मन छ छेउमै तपाईँ ट्राभल गर्नु छ हिँड्नु छ भने चाहिँ तपाईँहरू हिँडेरै ट्राभल गर्नुहोस् पैसा बचाउनुहोस् किनभने 30 रुपियाँ भनेको झन्डै तपाईँको इन्डियाको 20 रुपियाँ हो यस्तो टोटोहरूमा चढे कि त इन्डियाको 20 रुपियाँ राइट गाइस गाडीमा पनि बस्यो अब चाहिँ यहाँबाट पत्री हो किनभने पत्रीमा गएर चाहिँ एकछिन बसेर फेरि निक्लिनुपर्छ सो गाइस भेट्यौँ एकछिनमा ल दमकबाट पनि आइयो पत्री अब चाहिँ जाँदैछ हामी गोर्खा गोर्खा डिपार्टमेन्ट पहिला पनि भिडियो बनाएको थियो भान्जा चाहिँ लजाक के हो गाइस अब चाहिँ भित्र पस्नु किनभने चाहिँ एक दुईवटा सामानहरू किन्नु छ खानेकुराहरू अनि किनभने चाहिँ जाँदाखेरि यसो खाँदै जानुपर्छ यो भिडियो त मैले पहिला पनि बनाइसकेको यो जग्गाको त चाहिँ प्याकिङ एभ्रिथिङ इज डन अब चाहिँ लागेको काठमाडौँतर्फ अनि काठमाडौँको बस चाहिँ 4:15 चाहिँ सायद बस स्ट्यान्डबाट आइन्छ होला अनि त्यो बस स्ट्यान्ड जानुपर्ने अब चाहिँ अलरेडी हाम्रोमा चाहिँ 15 मिनट छ सो भान्जा पनि रेडी भान्जा नाना अनि म जाँदैछौँ हामी नाना चाहिँ जान्दैन अनि म र रविना अनि भान्जा जाँदैछौँ अब चाहिँ सिटी सफारी रोक्नुपर्ने अवस्था किनभने यहाँबाट चाहिँ जाँदैछौँ सो गाइस वी आर एक्साइटेड टु सी काठमाडौँ होइन किनभने चाहिँ फर्स्ट टाइम्स भिजिट हो मेरो चाहिँ रविना अलरेडी सानोमा गएको भन्छ अनि नाना त गइबस्छ के हो र जाँदिनँ यहाँ भाइ बुहारीलाई पठाइदिँदैछु अनि मेरो छोरा यहाँ मैले बोकेको मात्रै हो कि अनि मेरो म चाहिँ एक्साइटेड छु किनभने चाहिँ फर्स्ट टाइम हो नि त जाँदै गर्दा एउटा स्टेप सिल खानुपर्ने अवस्था अहिले चाहिँ हामी सिटी सफारीमा चढिसकेको छौँ भान्जाको वेट अनि कस्तो एक्साइटेड छ सो मसँग अहिले रविना छ रविना अनि म अनि भान्जा जाँदैछ अनि मेरो पहिलो यात्रा काठमाडौँतर्फ ल त अहिले चाहिँ वेट गर्दै गाडीको होइन आइपुग्यो स्ट्यान्ड चाहिँ यो रहेछ पूर्वी मोराङ यातायात है सो अब चाहिँ यहाँबाट टिकट अलरेडी बुकिङ भइसक्यो टिकट कति छ भने नि टिकट जो 3टा टिकट एकजनाको 1600 नेपाली करेन्सी भन्दाखेरि इन्डियाको चाहिँ 1000 पत्रीदेखि चाहिँ तपाईँको काठमाडौँसम्म रहेछ राइट गाइज फाइनल्ली वेटिङ आफ्टर वेटिङ गाडी आयो अनि सो प्याकिङहरू सबै के हो सामानहरू होइन यस्तै हो यो गाडी रहेछ डायमन्ड न्यू डायमन्ड अरे एयर बस एसी बस रहेछ यो बसमा चाहिँ अब जाइन्छ काठमाडौँ स्लिपर सो गाइस अब चाहिँ भेटौँ है एकछिनमा ल चढ्यो अनि
यसरी उठेर भिडियो पनि बनाउन सक्दिनँ, यहीँ टाउको ठोकिन्छ होइन। अनि यस्तो रहेछ, हामीले त एक्सपेक्टेसन गरेको थिएन कि मैले चाहिँ सोचेको थिएँ कि स्लिपर बस राम्रै मुनि नै स्लिप गर्नेको हुन्छ भनेर सोचेको थिएँ, तर यस्तो स्लिपर बस पाउँछ भनेर चाहिँ एक्सपेक्टेसन थिएन। सो गाइस र पनि फर्स्ट एक्सपिरियन्स गरियो स्लिपर बसमा। हाम्रो इन्डियामा त्यस्तो हुँदैन नि त, अर्कै टाइपको बस हुन्छ, त्यो भएको कारणले गर्दा अहिले चाहिँ सुतेरै भिडियो बनाउँदैछु अनि उठ्नु पनि मिल्दैन रहेछ। सो गाइस प्लिज मेरो सजेसन छ कि नेपाल ट्राभल गर्दाखेरि चाहिँ स्लिपर चाहिँ नलिनु, जति सक्दो राम्रै बस्ने जग्गै लिनुहोस्, किनभने चाहिँ स्लिपर चाहिँ नट कम्फर्टेबल चाहिँ छैन मलाई चाहिँ, तर सोचेको थिएँ कम्फर्टेबल हुन्छ भनेर, त्यस्तो चाहिँ एक्सपेक्टेसन चाहिँ नगर्दा पनि हुन्छ साथीभाइ। रमाइलो राम्रो चाहिँ बेटर हुन्छ, मुनि नै बसेर जानुहोस्। र गाइस अहिले चाहिँ 2 आवरको बादमा अहिले चाहिँ जस्ट खाजा खाने दोकानमा रोकेको थियो, जस्ट हामी चाहिँ वासरुमहरू गएर कम्प्लिट गरेर। यहाँ धेरै गाडी चल्ने जग्गा चाहिँ रोडहरू बिग्रेको कारणले गर्दा चाहिँ यस्तो चाहिँ धेरै गाह्रो पर्दैछ दुखेर। म चाहिँ भन्छु स्लिपरमा कहिले पनि नलिनु, बरु नर्मल यस्तो बसहरूमै तपाईँहरू ट्राभल गर्नु सक्नुहुन्छ, नत्र भने चाहिँ सानो गाडीमा ट्राभल गर्नु। सो अलराइट गाइस, अहिले चाहिँ 12 घन्टाको ट्राभल भइसक्यो। 12 घन्टा 40 मिनटको ट्राभल भइसकेको छ। बिहान पाखाको अहिले जस्ट वासरुमहरू जानुको लागि रोकेको छ गाडीहरू, अनि अझै 3-4 घन्टा लाग्छ भन्दैछु। यार 12-16 घन्टाको ट्राभलहरू गऱ्यो, पुरै बडीहरू पेन थाकिसकेको छ। सो फर्स्ट एक्सपिरियन्स चाहिँ लङ टुर दामी भइरहेको छ। सो आई होप सो अझै भिडियोहरू आउँछ, कन्टिन्यू रमाइलो गर्नेछौँ। सो बी कन्टिन्यू है त। फाइनल्ली काठमाडौँ आइपुग्यो, अनि कति घन्टा भन्दाखेरि झन्डै 14-14.5 घन्टामा कम्प्लिटली काठमाडौँ कोटेश्वर आइपुग्यो। सो फर मी न्यू है। सो यस्तो छ। सो यसरी छ कोटेश्वरको बस पार्कमा त रोकिएन, जस्ट वे बाटोमै रोकिदिएको छ। फाइनली हामी कोटेश्वरबाट ट्याक्सी बुक गरेर अलरेडी हामी निक्लिसकेको छौँ यहाँबाट रुमतर्फ। अनि सो गाइस भिडियोलाई चाहिँ यति नै राखौँ, किनभने लामो हुन्छ, थाकेको पनि छ हामी ट्राभल गर्दा। अनि आजको भिडियो चाहिँ यो भिडियो चाहिँ यतिसम्म नै। सो गाइस प्लिज तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब माई च्यानल, लाइक सेयर सपोर्ट गर्नु नबिर्सिनु होला। बेल आइकन दबाइदिनुहोस्, किनभने यस्तै नयाँ भिडियोहरू अपडेट हुनेछ, तपाईँहरू इन्जोय गर्नुहुनेछ। अब झन् दामी भिडियोहरू आउनेछ फिलहाल, किनभने चाहिँ क्यापिटल होइन, नेपालको क्यापिटलमा आएको छौँ। सो धेरै राम्रो लोकेसनहरूमा गएर भिडियोहरू बनाएर अपडेट गर्नेछु, आई होप सो। सो गाइस प्लिज बी कन्टिन्यू। सो टेक केयर, बाई बाई, सी यू इन नेक्स्ट भिडियो।